एभ्रिवान नमस्ते वेलकम छ हजुरहरूलाई मेरो डे 11 मिनी भ्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला। साथीहरू हामी आज फेरि घुम्न जाँदैछौँ। अनि अस्ति नै हामी घुमेर आउने भनेको थियौँ, अनि हेटौडाबाट अनि तुरुन्तै घर आउनु पर्यो नि त। सो साथीहरू हामी चाहिँ फेरि घुम्न जाँदैछौँ। अब 2 दिनको छुट्टी अनि काम पनि थिएन खासै। अब घरमा त त्यही हो, काम त भइ नै हाल्छ। अनि हामी चाहिँ अनि फेरि जाम भनेर यसो घुम्नलाई, अहिले काम छैन घुम्नलाई जाम भनेर अनि हामी टाइम मिलाएर गएको थियौँ नि त। अनि केही कारणवश हामी चाहिँ फेरि छिट्टै फर्किन पर्यो। सो हामी चाहिँ फेरि जाँदैछौँ। अनि हामी सुरुमा चाहिँ सिजी ल्यान्डमार्कमा पस्यौँ। अनि त्यहाँनिर चाहिँ नानीले अस्ति नैबाट गाडी खेल्ने भनिरहेको थियो के। अनि हामीले चाहिँ नानीलाई गाडी खेलाइदियौँ। अनि त्यसपछि अनि छोरी दिदीहरू पनि आउने भनेर भन्नुभएको थियो। प्लान बनाएको थियौँ हामीले, तर दिदीहरू चाहिँ आउनु भएन। अब भिनाजुलाई ड्युटीबाट कुर्दा भिनाजु चाहिँ अलिक टाइम लगाउनु भयो, अनि दिदी पनि आउनु भएन। सो साथीहरू मेरो छोरीले चाहिँ आइसक्रिम खाने भनेर चाहिँ कान्छाले आइसक्रिम लिन जानुभएको छ। यहाँ देख्न सक्नुहुन्छ ऊ चाहिँ खुसी भएर आइसक्रिम खाइरहेको थियो कि। अनि हामी बुढाबुढीले चाहिँ चटपट खायौँ। सो साथीहरू अब जान पर्यो नारायणीतिर घुम्नलाई, धेरै भएको थियो नारायणीतिर नगएको। सो हामी चाहिँ लाग्यौँ नारायणीतिर। पहिला त कस्तो रमाइलो लाग्थ्यो यस्तो नारायणी घुम्न जाँदाखेरि। अहिले चाहिँ खै किन कस्तो उदास लाग्दो भएको क्या है। सबै डेकोरेसनहरू गरेर राख्दा पनि कस्तो नरमाइलो फिल भए जस्तो हुने कि। सो साथीहरू यतापट्टि भन्दा पनि नारायणी उतापट्टि रमाइलो भए जस्तो देखिने कि। अनि यहाँ चाहिँ सानो बाटो बनाइदिएको रहेछ पारिपट्टि जानको लागि। अनि हामी चाहिँ त्यही बाटो गयौँ। सो साथीहरू अनि हामी चाहिँ अनि नानीलाई जहाज देखाइदिन गएको थियो नि त। अनि उसलाई चाहिँ एकछिन बसाइदिउँ नि त भनेर, खेल्न त अब डराउँछ, अब बसाइदिएर भने चित्त बुझाउने भनेर चाहिँ अनि एकछिन हामी त्यहाँ नानीलाई चाहिँ जहाजमा बसाइदिएर अनि हामी चाहिँ फेरि फर्क्यौँ। अनि भिडियो सिडियो गऱ्यौँ। कान्छाले चाहिँ अनि रिल्सहरू बनाउनु भयो, अनि छोरीको धेरै बनाउनुहुन्छ उहाँले चाहिँ। अनि मैले चाहिँ भ्लग बनाउँछु नि त, मिनी भ्लग। अनि सो मैले चाहिँ भ्लग बनाएँ। नानीले चाहिँ उफु गर्ने कुरै किनिदिनु भन्छ, के गर्ने किनिदिनै पर्यो। सो साथीहरू यतिन्जेलसम्म मेरो मिनी भ्लग हेरेर बसेकोमा थ्याङ्क यू सो मच। फलो गर्न चाहिँ नबिर्सिनु होला।